ह्याप्पी हाई भन्दै क्यामेरा अन छ क्यामेरा अन छ क्या क्यामेरा अन छ अनै छ यहाँ शेरलिन चाहिँ यहाँ गुडिया पाएर ह्याप्पी भइरहेको छ शेरलु गुडिया देखाइदेऊ त उठेर यता आएर ओहो ठ्याक्कै शेरलिन जस्तै देख्छु त नि शेरलिन शेरलिन नै हो क्या हो होला होला चिगम खाएको क्वाच 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 गरिरहेको होला यार बिर्सिरहेको क्यामेरा हुन्छ ल हामी आरआर गार्डन आइपुग्न लाग्यो अब हामी आरआर गार्डनतिर चाहिँ प्रस्थान गर्न लागेका छौँ हजुर 3 बजिसकेछ हौ ल अब नटिपौँ फुल पाप लाग्नेछ नभाँचौँ हाँगा रुख सुक्नेछ थाहा भयो ऊ मृग टिकट काट्नु पर्यो बच्चाको त लाग्दैन होला दुईटा दिन न त ऊ मृग आरआर गार्डन चाहिँ अब हामी भिजिट गर्दैछौँ हाम्रो यहाँ राजकुमारी यहाँ हुनुहुन्छ हेलो राजकुमारी तपाईँलाई चाहिँ आरआर गार्डनमा चाहिँ घुम्न पाउँदा कस्तो लागेको छ राम्रो लागिरहेछ यो पनि बोल्छ यो पनि हो आरआर गार्डनमा अब हामी घुम्नुपर्छ ल मामा हजुर यसको घर गएर चाहिँ कभर गरिदिनु होला हौ हस् ल ल खेल्ने ठाउँ रहेछ नि जाउँ यो सबै गुराँसको बोटहरू हो है गुराँस फुलेको भएर कति राम्रो देखिन्छ होला यो है यो बोक्दिनु न पुग्यो अब पुग्यो हाम्रो शेरलिनको गुडिया आरआर गार्डन घुमाऊ है म यहाँको नयाँ मान्छे मलाई केही थाहा छैन ल नाच्ने ठाउँ रहेछ नाच्नु पर्छ होला हौ हामी जित्छौँ होला है नाच्दाखेरि त होइन शेरलिन नाचेर जितौँ है हामी ल ल अब यस्तो छ आरआर गार्डन सरर आरआर गार्डनतिर ओहो खेल्ने ठाउँ नाच्ने ठाउँ के छ खेल्ने ठाउँ खै के छ स्विमिङ खेल्ने हो अनि कहाँ हो त ए ल ल ल ओहो ल यस्तो छ हाम्रो आरआर गार्डन माथि त्यो चाहिँ के हो भन्दा कैलाश हिल जस्तो छ त त्यो त त्यो कैलाश हिल होला होइन उडेको छ यहाँबाट यस्तो देखिन्छ हाम्रो आरआर गार्डन यहाँ एउटा सानो मानव निर्मित पोखरी रहेछ है मान्छेहरूको घुइँचो छ ल अब यहाँ केटाकेटीहरूको लागि खेल्ने ठाउँ पनि रहेछ हाम्रो शेरलिन अब खेल्न गइरहेको छौँ कहाँ खेल्ने कहाँ खेल्ने ल के खेल्ने यो त हिलो छ यहाँ हुन्न हिलो छ क्या ऊ हिलो यता 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 छ यता शेरलिन शेरलिन यहाँ छ त यहाँ पिङ खेल्ने हो त्यहाँ पनि हिलो छ क्या छ होला हाम्रो शेरलिन चाहिँ यहाँनिर स्लाइडिङ 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 ऊ कस्तो भयो मजा भयो मजा भयो अब त्यता खेल्ने राम्रो पो देखिँदो रहेछ हौ यहाँ त म त आएको थिइनँ है
हाम्रो आरआर गार्डन यस्तो देखिन्छ। गजब रहेछ हाम्रो आरआर गार्डन त। उता के हो पिन्जडा पनि छ त त्यहाँ। त्यहाँबाट चढ्दा लडिन्छ होला झन्डैले। ल 1 2 3 ओइ झन्डै लड्यो। अब यसमा खेल्छु ल। मामा त गोल्डारी नि खै बाबा अब चाहिँ तल्लो गर्नु अनि माथि गर्नु त। आरआर गार्डनमा हामी मनोरञ्जन गर्दै के भन्छ यसलाई सेर्लिन? यो गेमको नाम के हो? गेमको नाम ढिकिच्यौ। ढिकिच्यौँ। हामी आरआर गार्डनमा ढिकिच्यौँ खेल्दै। त्यो भयो मामा मेरो यहाँ घोचो। मामा म एकचोटि यहाँ पार गर्छु यसो बाटो ल। कहाँ क्लाइम्बिङ? सेर्लिन चाहिँ क्लाइम्बिङ गर्दैछ। अब स्लाइडिङ गर्न लाग्यो, फेरि क्लाइम्बिङ गर्न लाग्यो, फेरि स्लाइडिङमा गयो। ल स्टार्ट 1 2 3। गाइस अब मैले चाहिँ अघि स्लाइड खेलिसकेँ। स्लाइडिङ भइसक्यो। अब अब राउन्ड स्लाइडिङ। गाइस पतिलाबाट आइसके। अब हामी कुन खेल्छौँ भने हामी अब यो क्लाइम्बिङ हामी यो खेल्दैनौँ। हामी यो चाहिँ खेल्छौँ। ए त्यहाँ चढ्नु हुन्न सेर्लिन, त्यहाँ हामी चढ्नु। चाहिँ अब उता जान्छौँ। अब हामी चाहिँ आरआर गार्डन घुमेर फर्किन लागेछौँ। यहाँबाट ऊ परबाट चाहिँ रक गार्डन जाँदो रहेछ। त्यहाँभित्रबाट मलाई चाहिँ जान अल्छी लागेर गएन। यहीँबाट फर्किने निर्णय गरियो है त। एकछिनमै घाम लाग्छ, एकछिनमै हुस्सु लाग्छ। जस मौसम एकदम रमाइलो छ। अब बसन्तपुर आइपुग्यो। अब हामी यहाँ खाजा खान्छौँ याक होटलमा। हामी अब चाहिँ थुक्पा चट्टा खाजा खान्छौँ अनि लाग्छौँ। हामी चाहिँ बसन्तपुरदेखि फर्किँदैछौँ है। हुस्सु लागेर केही नदेखिने भयो यार। कालो बादलले त एक्कासी पुरै ढम्मर ढुस्सो अँध्यारो बनाइहाल्यो त। केही देखिँदैन है। 10 मिटर अगाडिसम्म अलिक देखिन्छ यस्तो छ है।